कहिले पनि रोज्नुहुन्न विश्व जाति र विध्वंसको बाटो। देशभक्ति नेपालीले कहिले पनि रोज्नुहुन्न विश्व जाति र विध्वंसको बाटो। स्वाभिमानी भई देशको विकास गर्न रोज्नुपर्छ तपाईँ हामी सबैले चुनाव चिन्ह अञ्जुलीको बाटो। नमस्कार, म गौतम थापा, श्रमदाता श्रम संस्कृति पार्टीको श्रमदाता। यहाँहरू सम्पूर्ण उपस्थित श्रमदाताहरूलाई देशभक्ति नाटोलाई माया गर्ने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। आजको कार्यक्रमको अध्यक्षज्यू, केन्द्रबाट पाल्नुभएका विशेष अतिथिज्यू, प्रमुख अतिथिज्यू र सम्पूर्ण केन्द्रीय श्रमदाता अगुवा श्रमदाताज्यूहरू र देशलाई नाटोलाई माया गरेर पाल्नुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी र जेन्जी भाइ बहिनीहरूलाई म ललितपुर श्रम संस्कृति पार्टीको उपाध्यक्षको हैसियतले हार्दिक स्वागत तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको हाम्रो कार्यक्रम चाहिँ ललितपुर महानगर पालिकाको नगर समिति गठन र त्यसै गरेर श्रम संस्कृति पार्टी युवा गठनको रहेको छ र आज हामी हाम्रा नगर समितिमा मनोनित हुनुहुने, त्यसै गरी श्रम संस्कृति युवामा मनोनित हुनुहुने सम्पूर्ण हाम्रा नाटोप्रेमी साथीहरूलाई अग्रिम शुभकामना दिन चाहन्छु। हामी अर्कवादमा विश्वास गर्ने हाम्रो श्रम संस्कृति पार्टी हो। हामी श्रम र श्रमदानले देशको विकास गर्न सकिन्छ भन्ने भनाइलाई हाम्रो मूल आधार मानेका छौँ। तसर्थ अर्कवाद नै अबको देशको विकास गर्ने विकल्प होइन, यो अन्तिम एउटा मात्रै उपाय हो भनेर हामीले बुझेका छौँ। तसर्थ हामी सम्पूर्ण देशभक्ति नाटोप्रेमी दाजुभाइ दिदीबहिनीहरूलाई नाटो अञ्जुलीमा भएको नाटोमा भोट हाल्नको लागि हामी हार्दिक अनुरोध गर्दछौँ। त्यसैले हामी सामाजिक सञ्जालमा सुन्ने गरेका छौँ, अहिले नयाँ पार्टीहरू चाहिँ गठन हुनुपर्छ, एक हुनुपर्छ भन्ने निकै हामीले सुन्दै आइरहेका छौँ र हाम्रा राष्ट्रिय अध्यक्ष श्रमपिता हर्क साम्पाङज्यूले पनि भन्नुभएको छ हामी सम्पूर्ण नयाँहरू एक हुनुपर्छ र उहाँले मिडिया मार्फत बगैँचा आफ्नो स्पष्ट धारणा राख्नु भएको छ। यदि नयाँ दलहरूका नेताहरूले एनसीसीको विरोधमा छौँ, हामी एनसीसीको पक्षमा छैनौँ भन्ने उहाँहरूको स्पष्ट धारणा छ भने हाम्रा आदरणीय अध्यक्ष साम्पाङज्यूले आफ्नो धारणा परिवर्तन गर्छु भनेर मिडिया मार्फत उहाँले छलङ्ग पार्नु भएको छ र मलाई कहिलेकाहीँ के लाग्छ भने यदि नयाँ पार्टी चलाउँदै गर्नुभएका हाम्रा रवि लामेछानेज्यू, त्यसै गरी बालेन शाह, हाम्रो र्यापर भाइ महानगरपालिकाको मेयरज्यू, अनि त्यसै गरी हाम्रा उज्यालाका नायक कुलमान दाजै, तिनैजना हर्क साम्पाङले सुरु गर्नुभएको हर्क साम्पाङ रेभोल्युसन टिम श्रमदानको टी सर्ट लगाएर टिममा सरसफाइ गर्न आउनुभयो भने कस्तो राम्रो देखिन्छ होला। अनि उताबाट 3 जना हुनुहुन्थ्यो, अनि त्यसै गरी हाम्रो आदरणीय अध्यक्ष राष्ट्रिय अध्यक्षज्यू श्रमपिता हर्क साम्पाङ पनि आउनुहुन्थ्यो, अनि 4 जना हुन्थ्यो। अनि त्यसै गरेर वीरहरूको वीर महावीर हुन् उनी आएर 5 जना भएर 5 पाण्डव जस्तै गरेर श्रमदान गर्न आउनुभयो भने त्यो अवस्था त्यो स्थितिको यसो परिकल्पना गर्नु त कति रमाइलो हुन्थ्यो होला, होइन? हर्क साम्पाङले मात्रै पनि यो श्रमदानको अभियान सुरु गर्दाखेरि नेपालको विभिन्न जिल्लाहरूमा विभिन्न व्यक्तिहरू श्रमदानमा जुटिरहनु भएको छ भने यदि सबैजना हाम्रा नयाँ पार्टीका अनि हाम्रो महावीर पुन सबैजनाले श्रमदानमा आउन आह्वान गर्यो भने यो देश विकास हुनको लागि त्यति समय लाग्दैन। श्रम संस्कृति पार्टी केन्द्रीय सदस्य आदरणीय हाम्रो विष्णु राईले हाम्रो भनाइ अथवा मन्तव्य राखिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। जय जय हर्क साम्पाङ, जय जय हर्क साम्पाङ, जय जय हर्क साम्पाङ। यो हर्क साम्पाङको गीत होइन, यो एउटा सन्देश हो। हर्क साम्पाङ एउटा व्यक्ति होइन, विचार हो। त्यसैले अबको प्रगति भनेको चाहिँ हर्क साम्पाङ नै हो, हर्कवाद नै हो। जय हर्क साम्पाङ, जय माटो, जय सङ्घान। अब देश श्रमले होइन, अब देश श्रमले चल्छ।
हाम्रो गठन 7 प्रदेश 77 जिल्लामा हाम्रो गठन हुँदैछ। हामी अब श्रमले हकबादको सिद्धान्तले मात्रै यो देश बन्दछ। त्यसै कारणले अब हकबादको सिद्धान्तले देशभरि फैलिने क्रम जारी छ। 7 प्रदेश 77 जिल्लामा हाम्रो श्रम शक्ति पार्टीको गठन भइरहेको छ र सुरुवात भइसकेको छ। हकबादको सिद्धान्तले प्रकृति र संस्कृति र प्रविधिको प्रयोगले मात्रै यो देश बन्दछ। हाम्रो देश प्रकृतिको धनी देश र संस्कृतिको धनी देश, तर हामी गरिब छौँ। किन गरिब छौँ त? जहिले पनि न विजन न उद्देश्य भएको मान्छेहरू नै सत्तामा बोकिराख्ने कारणले गर्दा आज हामी गरिब छौँ। अब हकबादको सिद्धान्तले प्रकृति र संस्कृतिलाई प्रयोग गर्दै प्रविधिमा बदल्न हाम्रो संस्कृति पार्टी आइसकेको छ। त्यसै कारणले हामी अब हकबादको सिद्धान्तले देश बन्दछ भन्न चाहन्छु। श्रम संस्कृति पार्टी एउटा राजनीतिक पार्टी मात्रै भनेर बुझ्नु हो भने त्यो सही बुझाइ हुँदैन, मेरो बुझाइमा त्यो एउटा भुल पनि हुन्छ। यो राजनीतिक पार्टी मात्रै होइन। अध्यक्षज्यूका थुप्रै मन्तव्यहरू सुन्नु भएको छ, अध्यक्षज्यूका गीतहरू सुन्नु भएको छ, प्रशिक्षणको विधा केही पनि छ। तपाईँ कति मनन गर्नुहुन्छ, कति ध्यानपूर्वक सुन्नुहुन्छ भन्ने कुराले मुख्य अर्थ राख्छ। त्यस कारण छुट्टै प्रशिक्षणका साथीहरू प्रशिक्षण भन्नुहुन्छ, अरू थुप्रो वक्ता साथीहरूले दिएको त्यो पनि प्रशिक्षण हो। तपाईँले कति ध्यानपूर्वक सुन्नुभयो, यो पार्टीलाई कसरी बुझ्नुभयो, मुख्य कुरा त्यो। त्यसकारण हामीले विषयवस्तुलाई कति गहिरोसँग सुन्छौँ, कति गहिरो गरी अध्ययन गर्छौँ र हाम्रो राष्ट्रिय आवश्यकता र समाजको आवश्यकताको मर्मलाई कति आत्मसात गर्छौँ, यो मुख्य कुरा हो। त्यो गऱ्यौँ भने हामी आफैमा आफ्नै जीवन व्यवहारबाट प्रशिक्षित हुन्छौँ। पहिलो कुरा, एउटा घर परिवारमा एउटा परिवारको जीवन व्यवहार चलाउन पनि नैतिक मूल्य मान्यता र अनुशासनको जरुरी हुन्छ, नत्र घर चल्दैन। पहिलो कुरो अनुशासन हो, मुख्य कुरा भनेर बुझ्नु पर्यो श्रमदाता साथीहरूले। त्यसकारण एउटा परिवारमा पनि चेन अफ कमान्ड हुन्छ क्या। त्यहाँ हजुरबुवा हजुरआमा हुनुहुन्छ, बुवा आमा हुनुहुन्छ, दाजु हुन्छन्, भाना भान्जा हुन्छन्, दिदीबहिनी हुन्छन्। तिनीहरूलाई साइनो अनुसारको सम्मान र होइन त्यो व्यवहार गर्न सकियो भने यो पार्टी अथवा पार्टीभित्र अथवा श्रमदाता हाम्रा श्रमदाताहरूको सङ्गठनभित्र पनि त्यो कुरा लागू हुन्छ। अनि घरमा चाहिँ त्यो मान्ने या नमान्ने हो भने अराजकता ती बेला जन्मिन्छ। तपाईँले माटो जिन्दाबाद श्रम संस्कृति जिन्दाबाद भन्दै गर्दा तपाईँसँग अनुशासन र अलिकति सहनशीलता, अलिकति धैर्यता, अलिकति अध्ययनको पाटो कमजोर भयो भने तपाईँले भनेको जिन्दाबाद सफल हुँदैन। यहाँनिर यति कुरा ध्यान दिनुहोस् क्या, यो प्रशिक्षणमा हुने कुरा पनि यो हो। र अब तपाईँले पार्टीलाई हेरे हामी श्रमदाता माटोमा भोट हाल्छौँ, हर्क साम्पाङले जितेपछि देश बनिहाल्छ। उहाँले एउटा नेतृत्वदायी भूमिका खेल्ने हो, उहाँले तपाईँलाई गोरेटो देखाइदिने हो, उहाँले तपाईँलाई बाटो देखाइदिने हो। यसो नगर यहाँ यो गऱ्यो, यो बाटो छोडियो भने यति बिग्रिन्छ, यो गलत गरियो भने यहाँ बिग्रिन्छ। त्यसकारण यो राष्ट्र प्रधान कुरा हो। तिम्रो छातीमा देश राख भने हो क्या। हामी सबैको घरमा हाम्रो अध्यक्षले भात पकाइदिने, हाम्रा खेतहरू रोपिदिने होइन क्या। त्यसकारण त्यो तपाईँ हामीले गर्ने हो। त्यो कुरालाई हामीले कति आत्मसात गऱ्यौँ, त्यो कुरालाई कति हामीले चाहिँ एउटा योजनामा बोक्यौँ। अनि हाम्रा दायाँ बायाँका आफ्ना दौतरी लेभलका साथीहरू हाम्रो समाजमा, हाम्रो गाउँघरमा, हाम्रो छिमेकमा कति बहस गऱ्यौँ, कति छलफल गऱ्यौँ। यो अर्को पाटो। त्यसो हुँदा मैले अघि भने श्रम संस्कृति पार्टी राजनीतिक पार्टी मात्रै नभएर यो आन्दोलन हो भनेको अर्थ के हो भने यो देशमा अहिलेका सम्मका आन्दोलनहरू विदेशी शक्ति केन्द्रका छायाका रूपमा, बुख्याचाका रूपमा अगाडि बढे। यो पार्टी अथवा श्रम संस्कृति आन्दोलन राष्ट्रवादी, देशभक्त र प्रगतिशील आन्दोलन हो। यो अग्रगमनकारी आन्दोलन हो। यसले चाहिँ पश्चिमी शक्तिलाई स्वीकार्दैन र यसले पश्चिमा शक्ति केन्द्रका छाया अथवा तिनका तुरुपहरू अथवा तासमा जोडिने जोक्करहरू यो प्रवृत्तिलाई स्वीकार्दैन। त्यसकारण तपाईँ एकचोटि भन्नुहोस् त, एमसीसी खारेज गर भनेर। हाम्रो अध्यक्षको मुद्दा हो, राष्ट्रव्यापी एमसीसी खारेज गर। बुझ्नुहोस्, जति यहाँ उपस्थित हुनुहुन्छ र यो मिडियाबाट हाम्रा श्रम संस्कृति पार्टीमा आबद्ध हाम्रा श्रमदाताहरूले सुन्नुहुन्छ, एमसीसी खारेज गर भनेर हरेकले एक एकवटा स्ट्याटस लेखेर 5-5 वटा सेयर गरौँ त। अहिले एमसीसी केमको
ठुलो एलायन्स हुँदैछ। त्यो नेपाली नेपाली कम्युनिस्ट भन्ने पार्टीबाट त्यहाँभित्र रहेका मान्छे पनि चोइटिन सक्छन्, काङ्ग्रेसभित्र रहेका एमसिसी समर्थकहरू पनि चोइटिन सक्छन्। अनि नयाँ नयाँ होइन फेर्नेहरू मिल्नेहरूको लम्बेतान एकता हुन्छ। भोलि यो देश परिस्थितिले त्यस्तो नहोस्, पशुपतिनाथले कल्याण गरून् भन्न चाहन्छु। तर युक्रेन हुनेबाट कसैले रोक्दैन। यो एमसिसीको दलालगिरी चाहिँ अगाडि बढ्यो भने किन भन्नुहुन्छ भने म त्यसको कारण भनिदिन्छु। हामीले हाम्रो सार्वभौम सत्ताप्रति, हाम्रो राष्ट्रियताप्रति, हाम्रो राष्ट्रिय अखण्डताप्रति हामी नेपालीहरूको जति आत्मविश्वास र अटोट छ त्यति नै उसको देशको लागि भारतप्रतिको चाहिँ उसको विश्वास हुन्छ, भारतीय जनताको विश्वास हुन्छ। त्यसकारण हाम्रो उत्तरी छिमेकी चीन सरकारको पनि उसको राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकता उति नै प्यारो हुन्छ र उनले पनि त्यति नै अठोटपूर्ण ढङ्गले आफ्नो राष्ट्रलाई जोगाउन कसरत गरिरहेको हुन्छ। अनि यी दुईटा छिमेकीको तुलनामा हामी त्यति नै प्रतिस्पर्धी र बलियो छौँ त? छैनौँ। त्यसो हुँदाखेरि पश्चिमा शक्तिले यहाँ के गर्दैछ भने अबको उदीयमान विश्व शक्तिको केन्द्र चीन हुन अगाडि लम्किरहेको छ। त्यो कुरालाई रोक्न जियो पोलिटिक्सका आधारमा भौगोलिक विश्व राजनीतिको केन्द्र चाहिँ नेपालमा बनाएर उनलाई निगरानी गर्न चाहन्छ। सके त भारतलाई पनि दुई चार टुक्रा बनाउन चाहन्छ। यो एमसिसी जारी गर्ने शक्तिले गर्ने त्यही हो। दक्षिण एसियामा त्यही हुँदैछ। बङ्गलादेशलाई त्यसरी नै बुझ्नुहोस्, श्रीलङ्कालाई त्यसरी नै बुझ्नुहोस्। करिब 60वटा देशमा एमसिसी लागू हो, 25वटा देशले लखेटेका छन्। इभन त्यो एमसिसी जस्ता प्रोजेक्टहरू हामीसँग साइनो सम्बन्ध नरहेको धेरै टाढाको देश बुर्किना फासोको राष्ट्रपति जो सैनिक विद्रोह मार्फत आउनुभयो, इब्राहिम ट्राओरेले लखेट्नुभयो, त्यहाँबाट विदेशी सेना लखेट्नुभयो। हो त्यो खालको नेता चाहिएको छ। त्यो साहस र त्यो नेतृत्व श्रम संस्कृति पार्टीको श्रद्धेय अध्यक्ष हर्क साम्पाङसँग मात्रै छ। नेवारको सम्पत्ति बाहिरबाट आएको मान्छेले खाइसक्यो। अब तपाईँहरू लाटाले बाबा हेरेर बस्ने कि यो सम्पत्ति जोगाउने माइन्डमा ढुवालेको नसुन्नु होला र खोइ नेवार समुदायको बस्ने धरानलाई तपाईँको चाहिँ फेसनको सहर सबैभन्दा पहिली फेसन कहाँ आउँथ्यो त? धरानमा आउँथ्यो। हामी जिन्स पेन्ट धरानबाट लिएर गएर भोजमा लगाउँथ्यौँ। हेर्नुहोस् है, भने फेसनको सहर अहिले पनि तपाईँको अब स्विजरल्यान्ड र सिङ्गापुर बनाउने भनेर हाम्रो देशलाई सिंहदरबार र अख्तियार सर्वोच्च आगो लगाए भने सिङ्गापुर र स्विजरल्यान्ड भन्दा राम्रो नेपाल बनाउँदा अब फेसनको सहरले सुरु गर्यो त। 42 किलोमिटरबाट पानी ल्याएर पाएको होइन। यो कुरा तपाईँहरूले बिर्सिनुहुन्छ। आज धरान कति सफा छ, कति सुन्दर छ र हाम्रो श्रम संस्कृति पार्टीको अध्यक्षको मन मस्तिष्क कति सुन्दर छ, कति सफा छ।